दर्शकबिन फुन्टीलाई एकैचोटिमा दुबई पुगेको देखाइरहेको छ। यो फुन्टी 313 भागमा फुन्टी कसरी दुबई पुगेकी होलिन्। उसँग न पासपोर्ट थियो न उसँग पैसा थियो। उले आफ्नो घरबाट निस्किँदा एक पोका लुगामा 100 लुगा बोकिरहेकी थिइन्। दर्शकबिन कसरी पुगिन् होला त दुबई। फुन्टी र यता समुद्रको छेउमा बसिरहेको हुँदा उसलाई माया गर्ने मेडमले फुन्टी भनेर कराएपछि आफ्नो मेडमको आवाज सुनेपछि फुन्टी यति धेरै खुसी हुन्छन्। मेडम भन्दै ऊ पनि आफ्नो मेडमको अँगालोमा बाँधिन्छन्। हो दर्शकबिन, यति धेरै सहाराबिन भएकी फुन्टी आफूले माया गर्ने मेडम भेट्टाउँदा यति धेरै खुसी भएकी छिन्। उसको खुसीको सीमा रहेन र मेडमले पनि फुन्टीको अवस्था देखेपछि फुन्टी तिमीलाई के भयो? तिमी त कुनै अवस्थामा छौ, कसरी आइपुग्यौ भनेर फुन्टीको हुन्छन्। खै मेडम, म यहाँ कसरी आइपुगे यो मलाई केही पनि थाहा छैन। मलाई एकजना दिदीले यहाँ ल्याइदिनु भयो र कहाँ छोड्नु भो मलाई केही पनि थाहा छैन र कसरी ल्याउनु भो पनि थाहा छैन। मेडमले भन्छन् तिमीले त पहिल्यै बिहे गरेको छौ भन्ने सुनेको थिए। तिमीले बिहे गरेको जस्तो पनि देखेको छैनौ फुन्टी भन्छन्। हो मेडम, मैले पहिले बिहे गरेको थिएँ तर पनि के गर्नु, बिहे गरेर पनि दुःखमै जिन्दगी बित्यो। कहिले पनि सुखी पाइन, जहिले पनि रुनु मात्र पर्थ्यो। अब म त्यो नरकबाट म निस्केर हिँडेको हो। कहाँ जान्छु र के गर्छु भनेर केही पनि थाहा छैन। अब फुन्टीको यति धेरै दुःखको कुराहरू सुनेपछि मेडमलाई यति धेरै दया लागेर आयो कि फुन्टी तिमी यता बस, मसँग बस, तिमीलाई म कामहरू खोजिदिन्छु, तिमी काम गर, मसँग बस भने ढुक्क हुनु पर्छ। तर पनि फुन्टीले मेडमको साथमा मेडमसँग मेडमको घरमा उनी बस्न चाहनिन्। किनभने अब उहाँको श्रीमानले के भन्नुहुन्छ, कस्तो व्यवहार गर्नुहुन्छ होला। अहिलेसम्म त मेडमले माया गरिराख्नु भएको छ। अब म बसे पनि उहाँहरूसँग नराम्रो हुन सक्छु। मेरो कारणले गर्दा म जहाँ गए पनि मेरो कारणले नराम्रो हुनुहुन्छ। मेरो परिवारमा पनि मेरो कारणले उनीहरूलाई नराम्रो भयो। म यहाँ अब बस्दिन, बरु मेडमलाई बाहिर खोजी दिनुस् र काम गर्छु। म पैसा कमाउँछु र मेरो बुवा आमालाई पैसा पठाइदिन्छु फुन्टीले भन्छन् र एक्कासी फुन्टी कहाँ हराउँछिन् र मेडमले फुन्टी भनेर खोज्दा फुन्टीलाई नदेखेपछि एक्कासी ओछ्यानबाट जुरुक्कै उठेर बिउजिन्छन् र उसको सपना मात्र रहेछ। दर्शकबिन, फुन्टीले यति धेरै दुःख पाइरहेको सपनाबाट सबै मेडमले थाहा पाइसकेकी हुन्छन्। फुन्टीले माया जसले माया गर्छ उनीहरूले सपनामा देखेका हुन्छन्। यति फुन्टी अब म बाँचेर केही छैन, कसैले सुख पाएन। अब म अन्तिम मेरो इच्छा आमा बुबासँग बिदाई मागेर म आत्महत्या गरेर मर्छु भनेर आमा बुबासँग बिदाई माग्नु गइरहेको र सबै दुःखको कुरा आमासँग प्रकट गरेर अब म मर्दैछु। आमा, म बाँचेर हजुरहरूले कहिले पनि खुसी पाउनु भएन। मेरो परिवार कहिले पनि सुखी भएन। अब म मर्छु भनेपछि आमा पनि झसङ्ग भएर बिउजिन्छन्। सपनामा
अन्त्यमा के हुन्छ भनेर अर्को एपिसोड हेर्नुपर्ने हुन्छ। आज यति नै।